नमस्ते, म डाक्टर राजेन्द्र नेपाली, नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ र मेरो कार्यक्षेत्र पोखरा नाक कान घाँटी अस्पताल सृजना चोक टिका भवन। आजको जिज्ञासा धेरैजसो मानिसको बानी के हुन्छ भने नाकको रौँ अलिकति लामो भएर आयो भने त्यसलाई उखेल्दिने बानी हुन्छ। हातले च्याप्प समातेर उखेल्ने अथवा ट्विजरले चाहिँ उखेल्ने बानी हुन्छ। त्यो गर्न राम्रो कि नराम्रो हो? त्यो नराम्रो भन्ने त त्यसै पनि बुझिन्छ, तर यो कतिको खतरनाक हुन्छ त? हामीले नाकको बेसदेखि लिएर चिउँडो, हामी चिउँडो भन्छौँ, नाकको बेस र यसरी साइडमा लिएर फेरि यो मेन्टमसम्म लिएर यो एरियालाई हामी डेन्जरस जोन भनेर भन्दछौँ। यसको सम्पर्क सिधै इन्ट्राक्रानियल स्पेस अथवा सिधै भन्ने हो भने कभेर्नस साइनससँग सम्पर्क हुन्छ। र जब हामीले कपाल उक्काउँछौँ त्यहाँ के हुने भयो त? कपाल उक्काउने बित्तिकै जस्तै मकै उक्कायो भने के हुन्छ? झार उक्कायो भने त्यहाँ खबिल्टो बस्छ नि, त्यस्तै कपाल उक्काउँदा पनि त्यस्तै खालको खबिल्टो बस्छ र त्यहाँ सङ्क्रमण हुनसक्छ। त्यो सङ्क्रमण भएको खण्डमा कहिलेकाहीँ के हुन्छ त फेरि खासै के होला र अलिअलि भनेर निचारिदियो भने त्यो निचार्दाको क्रममा त्यो त्यहाँको सङ्क्रमण कभेर्नस साइनसमा पुग्न सक्छ, जसले गर्दा ज्यान समेत जान सक्छ। र हामी अर्को के चिजमा म जोड्न चाहेँ भने यो डेन्जर एरियामा चाहे कुनै पनि डन्डीफोर होस् अथवा फुन्सी होस् अथवा पिलो जस्तो होस् अथवा जुङ्गा बाहिर लिप्समा होस्, कुनै ठाउँमा पनि फुन्सी जस्तो अथवा पिलो जस्तो आएको छ भने त्यो एरियालाई सकेसम्म ननिचर्नु होला भनेर भन्दछौँ। नत्र निचरेको खण्डमा तपाईँको ज्वरो आयो भने त्यो ज्वरो एकदमै हाई किसिमको आउँछ, हैन? जुन चाहिँ सङ्केत कस्तो खालको हुन्छ भने हाई फिभर हुन्छ, प्रोजेक्टाइल भमिटिङ हुन्छ, हैन? अनि अनकन्सियस हुने त्यस्तो खालको भएर जान्छ। यो सङ्केत भनेको कभेर्नस साइनस थ्रोम्बोसिसको सङ्केत हो र यसको मोर्टालिटी रेट एकदम धेरै छ। समयमा डायग्नोसिस हुन सकेन भने 24 आवर्सभित्र मोर्टालिटी हुन सक्ने सम्भावना हुन्छ। विश्वसनीय सेवाको लागि एकपटक पुग्नै पर्ने ठाउँ पोखरा नाक कान घाँटी हस्पिटल प्रणाली, सृजना चोक 8 टिका भवन पोखरा। फोन नम्बर 061 571 261 98 461 067 19।